साथीहरु म तपाईहरुलाई एकदमै धेरै स्वागत गर्न चाहन्छु यो भिडियोमा हैन। म तपाईहरुलाई चाहिँ अब हाम्रो घरको ठ्याक्कै यो करेसाबारी भनेको कम्पाउन्ड वाल भित्र एउटा सानो हामीले एउटा प्राकृतिक जंगल हामीले सिर्जना गरेका छौं र यो जंगलमा हजुरले देख्न सक्नुहुन्छ यहाँ अनेक प्रजातिका बोट बिरुवाहरू जो हाम्रो चारकोसे झाडीहरुमा मात्र पाउँछ त्यो खालको वनस्पतिहरु यहाँ हामीले लगाएका छौं। जस्तो हजुरले देख्न सक्नुहुन्छ, हेर्नु म हजुरलाई देखाउँछु वन बाइ वन गरेर। यो जो देखिरहनु भएको छ यो भनेको चाहिँ हाम्रो सखुवा है। यो सखुवाको रुखहरु छ यहाँ हाम्रो लगाएको। यहाँ हेर्नु ठुलो रुख चाहिँ यत्रो भइसक्या छ यो। र त्यसपछि सखुवा पछि अब यो भनेको हाम्रो बेलको रुख भयो। अब बेल भनेको विभिन्न धार्मिक कार्यदेखि लिएर हरेक कुरामा यसको महत्व छ आफ्नै। त्यसपछि अब यहाँनेरि बेल लगायतको यो हामी यो चियामा हाल्ने समथिङ के भन्छ यसलाई, पातको रुख छ यो एउटा चियामा तेजपत्ता कि समथिङ के भन्छ त्यो छ हाम्रो। त्यसपछि यहाँ हजुरको विभिन्न प्रजातिका फुलहरू छ यहाँनेरि अब हैन, फुल लगायतको चिजहरू अब यो छ। त्यसपछि हजुरलाई म यता लान चाहन्छु। यहाँनेरि हाम्रो हजुरको यो बनमारा के भन्छ धँगेरो भन्छ यसलाई। यो धँगेरोको रुख हो यो भनेको तपाईको जंगलमा मात्र पाउँछ तर यहाँ हामीसँग यो उपलब्ध छ। त्यसपछि यो भनेको हजुरको अम्बकको रुख भयो। यो ठुलो छ यो अम्बकको रुख है। र अम्बकको रुखको छेउमा यो हजुरले ठुलो जुन देख्दै हुन्छ यो भनेको चाहिँ लोकल डल्ले कागती भन्छ यसलाई। हेर्नु यो डल्ले कागती भयो। र हजुरलाई म डल्ले कागती फलेको पनि देखाउँछु। यहाँ हेर्नु यो कागती यति फल्छ, यो अहिले पनि फलिरहेछ है। यो 12 मास चाहिँ यो कागती चाहिँ यहाँ चाहिँ फलेर यसले चाहिँ खानको लागि कुनै कमी छैन। त्यसपछि हजुरलाई म अझ यो जंगलभित्र इन्ट्री गराउँदैछु। अब यहाँ गएपछि अलिकति डरलाग्दो हुन्छ। यहाँ भित्र चाहिँ अब हजुरको अलिकति जंगल बाक्लो भएको हुनाले यहाँ जंगली जन्तुहरू पनि हुन सक्छन्। हामी छैन आएको हजुर ल पख्नु म भन्छु अहिले है भाइ ल। अब यहाँ हामी यो जंगलको सुटुङ मार्गबाट हामी यहाँ भित्र इन्ट्री गर्दैछौँ। यहाँ भित्र इन्ट्री गर्दा यहाँ अर्कै रहस्य छ हजुरको। अब यहाँ जंगलको यो सुरुङ मार्गबाट इन्ट्री गर्दै गर्दा अब यहाँ विभिन्न प्रजातिका फुलहरू हैन हजुरको यो छ। यहाँबाट जाँदाखेरि यसरी जाँदै गर्दाखेरि एउटा ठुलो रुख छ है। यो ठुलो रुखको मुनि, ठुलो रुख भनेको चाहिँ यो चाहिँ भगवान बुद्धले उबेला चाहिँ रुखको फेदमुनि बसेर जुन उहाँले ध्यान गरे पछाडि जो उहाँलाई चाहिँ बुद्धत्व प्राप्त भएको थियो नि त्यही टाइपको रुख छ। हेर्नु यहाँ ठुलो रुख छ र यसको मुनि, यो रुखको मुनि ठ्याक्कै हजुरको यो भगवान बुद्ध भगवानहरूको यो मुक्तिको लागि सबै भगवानहरूको सम्झनाको लागि चाहिँ हामीले यहाँनेरि यसरी जल चढाउने गरेको यो एउटा स्थल हो यो है। यहाँनेरि छ यो शिलाहरू राखेको छ। शिलाको बिचमा एउटा हाम्रो छ घडा राखेको छ। घडामा हामीले यहाँ पानी दिनुपर्ने हुन्छ लगायतको यो। अब हेर्नु यो कागतीको मुनि यो टाइपको हामीले संरचना यहाँ बनाएका छौँ। त्यसपछि अब हामी त करिडोरबाट, यहाँ करिडोरको धेर पर हामी जान सक्दैनौँ किनभने यहाँ चाहिँ हजुरको जङ्गली जन्तुहरू पनि यहाँ उपलब्ध हुन्छन्, त्यही भएर अलिकति जोखिम छ। त्यसपछि हामी अब फर्किँदैछौँ। फर्किँदाखेरि अब हामी यहाँ आयौँ हेर्नु यो जङ्गल हामी आउँदैछौँ हेर्नु है। जङ्गलमा यहाँनेरि अब हजुरको यहाँ कुश है, यो कुशदेखि लगायत अब उता पर जान अलिक गाह्रो छ यहाँ किनभने त्यहाँनेरि जङ्गली जन्तुहरू पनि हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा हजुरलाई म के देखाउँदैछु भने यो ठ्याक्कै यो जुन छ नि हाम्रो यो ठ्याक्कै यो सखुवाको जुन यहाँ बोटहरू छन् थुप्रै, यसको एउटा ठुलो सखुवाको मुनि चाहिँ हामीले एउटा बस्ने स्थल बनाएका छौँ। यो चाहिँ एकदम तपोवन टाइपको क्या। अब यसमा कुनै आधुनिक खालको ओछ्याउने बस्नको लागि ओछ्याउने त्यस्तो केही पनि हुँदैन, म्याट स्याट केही हुँदैन यहाँ। यहाँ चाहिँ भनेको हजुरको है, यहाँ चाहिँ हजुरको चाहिँ के अरे परालबाट बनेको एउटा हामीले यहाँ बस्ने आसन बनाएका छौँ। र यहाँ चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ जहिले अब यहाँ हामी मेडिटेसन गर्छौँ। ठ्याक्कै वृक्षको मुनि बसेर वृक्षमा अडेर त्यहाँ हामी ध्यान साधना योग लगायतका कुराहरू हैन, मानव मुक्तिको लागि लगायतका कुराहरू यहाँ माथि अब हेर्नुहोस् त्यहाँ परेवा बसिरहेको हुन्छ है, परेवा हुन्छ। यहाँ पुरै प्राकृतिक कुराहरू छ क्या यहाँ हजुरले यो कुराहरू छ। र यसमा मेन मैले देखाउन खोजेको चाहिँ यो वृक्षको मुनि बसेर यो रातको 12 बजेको समयमा चाहिँ यहाँ आएर यहाँ ध्यान गर्ने हो। यहाँ ध्यान गरेपछि यहाँबाट मुक्ति मिल्छ। हेर्नु मान्छे के हो भन्ने कुरा हैन, त्यो चाहिँ हामी चाहिँ अब अर्को जन्ममासम्म पुग्ने हाम्रो त्यो मेडिटेसनको माध्यमबाट हामी अर्को जन्ममा के थियौँ है त्यो कुरा पनि हामी त्यहाँबाट
पत्ता लगाउने भनेर यो आज मैले यो निर्माण गरेको छु र यो भरे बेलुका रातिको 12 बजेबाट चाहिँ यहाँ सुरु हुन्छ है। अब यतापट्टि भनेको त अब हाम्रो सिम्पल अब यो करेसाबारी हो, यसमा खासै अब भन्ने कुरो केही पनि रहेन। करेसाबारीमा साग छ, अब साग अब यो स्याउको रुख हेर्नु तपाईँलाई अर्को म देखाउन के चाहन्छु, स्याउको रुख छ हामीसँग हेर्नु, यो स्याउको रुख पनि फल्ने क्रममा छ अब। र त्यसपछि यो भनेको हजुरको यो इस्कुस है, इस्कुस रोपेको छ यहाँ। त्यसपछि यो कुरिलोहरू हो, यिनीहरू कुरिलो हो। र त्यसपछि अब यो लगायतका कुराहरू चाहिँ हाम्रो अब यो होइन आजको प्रस्तुतिमा यो रह्यो। र तपाईँलाई कस्तो लाग्छ यसो कमेन्ट गर्नु होला है। र मेन उद्देश्य देखाउनुको मेन उद्देश्य चाहिँ यही हो, जो चाहिँ यो सखुवाको रुखमुनि सालको रुखमुनि बसेर रातको 12 बजे हामी ध्यान गर्नेवाला छौँ। ध्यान गरेर यहाँबाट हामीले एउटा नयाँ मानव मुक्तिको नयाँ अध्याय हामी रच्नेवाला छौँ। अहिलेलाई यति, बाँकी भरे कुरा गरौँला।